So hello guys, what's up है म तपाईकै आफ्नो प्यारो राजन गुरुङ अहिले कति बजे बाबु कति बजे छ त्यति बेला त्यही भन 9 अहिले त्यस्तै 10 10:30 11 बज्न लाग्यो अहिले चाहिँ हामी चितवनमा हो हामी सबै छौं हैन अनि त्यसपछि अब एकैछिनमा जंगल सफारी जाँदै छौं हामी हात्तीमा हैन अनि त्यति बेला भेटौँला ल गाइस अहिले इन्ट्रो यति भएपछि पुग्यो होला नि यस्तो मर्निङ भ्यू यस्तो छ केटा हैन बाहिर रिसोर्टहरुको भ्यू कुन रिसोर्ट रेम्बो रिसोर्ट हो यो लिटरली राम्रो हो ल मेरो ब्लगमा स्वागत छ सम्राट के भन्न चाहन्छु नमस्ते राम्ररी भन नि त ल नमस्ते सम्मान लाउ नि त यता के भन एक दुई शब्द भन मेरो ब्लगमा आएर भन ल भन के गर्दै हो ल ठिक छ आजको यस्तै छ हामीले अनि हाम्रो चाहिँ ब्रेकफास्ट भइसक्यो हैन अब हामी चाहिँ जाने मात्र तयारीमा छौं सबै रेडी भइसक्यो अब केटी मान्छे हो जहिले पनि समय लाग्छ एउटा एकजना यता छ हैन अर्को यहाँ छ मोहनी वुमेन स्वागत छ हजुरलाई के भन्न चाहनुहुन्छ रातै बिताइदिने होला जंगलै नगइनी हुन्छ होला हामी जंगली हो नि त मोहनीला ल यही हो अब ट्याक्क चढेको हात्ती चढेको थियो हजुरहरूलाई सो अहिले हामी चाहिँ हात्ती सङ्कलन भन्छ के भन्छ त्यो एरियामा आएको छौँ चितवनको कति बजे आउनु पर्यो रे बेना मर्निङ र दिनसम्म त हेर्न नमिल्दो रहेछ कि 12 बजेपछि त क्लोज भयो सो अनलक्की so unlucky we can't sail off today गाह्रो मात्र चाहिँ सबैजना हिरो हिरोइन भइरहेको थियो हेर्नको लागि अनि खाजा खाने होला अनि अहिले सफारीतिर जाने बेला ट्याक्क भेटौँला नि त है हामी राख्दै अहिले ल अब यता हाम्रो यात्रा हात्ती चढ्ने ठाउँमा आउँदैछौँ हामी है के को उखु हो र हुन्छ हुन्छ ल है हात्ती त्यता छ केटा हो म माथिबाट देखाइदिन्छु यहाँबाट चढ्छ है कस्तो मजाले खाजा खाँदै रहेछ है शीतलमा बसेको अब यहीँ हात्ती आउँदैछ केटा ब्रो कतिको खुसी छौ तिमी हात्ती देख्न पाउँदा हो नि है आउँदैछ हात्ती होइन केटा हो हात्ती त मैले नि देखेको तर यहाँ चितवनको हात्तीमा राजा भन्ने चलफल चाहिँ डन जस्तै चाहिँ रोनाल्डोहरूले सुनेको थियो होइन केटा हो अनि आउँदैछ अब हात्ती हात्ती आयो होइन यहाँबाट खस्ला है सानो किदिन्छ फेरि यिनीहरू त हेर न कान्टु उखु देऊ त उखु खान्छ आऊ चर बिस्तारै झरे सानो ल है यहाँ चाहिँ खाना दिँदै हो हात्तीलाई उखु दिँदै हो दिनु कस्तो डराउनु भएको मनी छुन्छ छौ
दारी बोला छ यसको सबैलाई माया गरे नि बल्ल देखिन्छ जस्तो कस्तो सुन दाइ दिनु यसको नाकमा अलरेडी एउटा बास छ खाडे छ खाना लाग्यो जम्मै खाएर उसको पैसा मागेको आहा कति ज्ञान ल फेरि उसले हाल्न छोड्यो तँलाई खुइ पैसा नि हो माग्यो पैसा ठिक हुनुपर्छ नि त भर्खर खाना खाएर उसको भयो होइन ठिक छ भएन मेरो त हातले देखेपछि भइहाल्छ नि क्यामेराम्यानले खिचेको अन्त त्यस्तो दूर यो हामी जाने अहिले उता घुम्न सफारी गर्दाखेरि कुन युज गर्ने हो रे त्यो रोमन भन्ने भाइले 1 बजेको लागि हो ल आऊ होला ल त है अहिले चढ्ने बेला हेरौँ न ल कस्तो खतरनाक खुट्टाहरू है ल भिडियो छ दाइ माथि जाम हो यार हात्ती पनि देखेँ केटा हो हात्ती पनि छ यो स्मेल सुन्नु पऱ्यो नि हात्ती छ कि यहाँ भाइ भेटघाटमा खाएर हिजो तास खाएको भेटघाटमा वहाँ टोइलेट खोजिरह बेनाजीले के गर्नु अब पेट काटेपछि खोज्नै पर्यो चिल रहेछ कि ठाउँ चाहिँ भाइ मिठो आउने ऊ बाँदर यो बाँदर त उता हाम्रो एरियातिर नि देखिन्छ कि त्यही पनि चितवनको बाँदर नि देखेको भाग देखा हो केटा हो आकाश एकछिन रेस्ट गर है एकछिन है हस् भन्दैन Royal Bengal Tiger. Cat. Common leopard. Leopard cat. Jungle cat. Oh, cute. Russian lynxings के यो केटा हो पढ है तिमीहरू पढेर आऊ यो बेला बेला देखिन्छ अरे अनि यहाँ चराहरूको चाहिँ यहाँ स्पिसिसहरू छ है केटा हो कमन बर्ड्सहरू यति नै हो अफिसमा पाउने यो चाहिँ राइनो इलेफेन्ट त कमन अब हामीले पर्मिट तिर्यौँ पर्मिट तिरेर टोटल 8 जना जति छन् त्यसको लगभग 13,000 भन्दा 13,000 जति आयो होइन अब हात्तीहरू आउँदैछ ऊ मृग नि हेर्नु त कस्तो चिलपिलमा डियर हो म देखाउँछु केटा 13,000 जति उठ्यो है 8 जनाको मिलाएर आउनु होला तपाईँहरूलाई नि यहाँ डियर मृग चिलमा हिँडेको सोल्टीमा ल अब हात्ती चढ्ने छौँ हामी होइन ल अब कान्छ उकु सुकु लिएर आउनु न हामी उता जान्छौँ दिदी उखु लिएर आउने हाम्रो लागि 2टा हात्ती आउँदैछ है यताबाट परबाट आयो हात्ती लामो लामो कान छोड्दिनु अब यहाँ चढिसक्यो अब खानी नखानी छोड्दिनु हात्तीको माथि कति केजी गैँडा छ होला ध्या आहा दिदी सम्राट यस्तो भित्रबाट हात हाल्न माथि नराख दुख्छ यस्तो तलबाट छिरा नै यसरी समाते नि हुन्छ हो त्यसरी कति केजी छौँ हामी भेना भन्दा अगाडि सम्राट राखिदिनु पर्ने भेना यतापट्टि बसेको भएको भए प्रोटेक्ट गर्न सजिलो हुन्छ बसेको त्यस्तै गर्दाखेरि फेरि कान्छलाई नि
ए ल है पानीमा बस्छ स्विमिङ आउँछ क्या हुन्न डुबायो आज केटालाई जुत्ता भिज्ने भयो माथि गर खुट्टा डराएको कस्तो डरा कान्छु यता अरे यता ल है हामी मुस्ताङ आएको मुस्ताङमा हात्ती चढेको त्यसले हग्यो अब सन्तोषले त साउ पनि त्यस्तै हात्ती त्यस्तै पाछ फुटु टुटु रे देश दुइटालाई पार लाग्नु पर्यो खै कता हो गई यो कुनामा यो हरियोको यतापट्टि घडियाल है है खै कहाँ भनेको कि यो हरियो त्यो रातो उस्तो आडा यतापट्टि हेर्नु भाइ मैले यहीँबाट देखेछु देखेँ यसले छेक्यो आँखै नदेख्नेलाई घुमाउनु ल्याइदिनु चाहिँ मैले घाँस छेक्यो हजुर अगाडि हुनुहुन्छ म चम्पाकली हगेर भएन हग्यो हग्यो डला खाऊ पानी खाऊ पहिला पानी उमालेको क्या फुकेर म त के आएको भनेको बाघ आउँछ म हो भन्नु शीतल आसी टोपी लागेको छोरालाई घाममा आफू लाग्यो कति जाँदा गर्छ मेरो साथीले छोरालाई चिसोकै लाग्ने छ दिदी त पुरै चाहिन हात नै हात क्यामेरा नभएर भैलो खेल्ने बेला यो घर कस्तो दरबार जस्तो भन्छ कि भन्दैन अरे के भेट्यो आहा किन त्यो नमानेको पानी देख्यो होला नि त पानी छाडिदिन्छु चम्पालाई भन्यो होला नि त गर्दैन अहिले खाले दिइसक्यो बाटो चम्पा त्यहाँ खास के देखिन्छ देखियो भने माछा देखिन्छ पानी कुम्बी हुन्छ क्या यो जम्मै फेवातामा आएर जम्मै थुनेर फाल्ने बेङ्गतामा बाढीमा ऊ त गइसक्यो देखिस् डेन्जर ठुलो रहेछ ए हरि भाइ कत्रो यार हो यार सपोर्ट देश त भयो त भयो त्यति पछि त मलाई नेपाल हाँकिदिइहाल्छ नि केटा सही हो किन चाहियो सेरे किन चाहियो केपी यो त दिपाङ ताल भन्ने छ रूपा तालमा पाउँछ मलाई एकजना त्यो लोटस पनि थियो हामी त्यो यस्तो जिप जस्तोमा जाँदा कि टिपेर दिएको क्या राम्रो भएको फाइदा दिए राम्री मान्छे त्यस्तै हामीलाई भयो मिल्दैन टिपेर थर्काउँथे हेलो ब्युटी बाघ करायो तपाईँको आवाज सुनेर बाघ दर्शन चार कसम भेना कहाँ गयो भन्नु नभन्ने बित्तिकै झल्को दिइरहेको रहेछ बेला ओहो भाइले त चिज आजको बाइक भेजिटेरियन छ बाघ आम्दानी खान्छ
त्यो मान्छेको रगत खाएकोले चाहिँ हो क्या त्यस्तो नुन खाएको रगतको टेस्ट लोत्लाको मान्छेले त्यो उसले त्यो त्यस्तो रगत हुने क्या मान्छे हाम्रो नुनिलो हुन्छ नि त बडी शरीरमा यिनीहरूकोमा त्यति नुनिलो हुन्न क्या नुन खाएको हुन्न नि त गोरे ए गोरे काशी तर त्यो फिल्ममा कस्तो सही थियो नि त्यो उस गर्दाखेरि त्यो झर्नाबाट आम फालेर सानोमा त त्यो जुन जोले पनि तर्सेला त्यो गोरे काशी अझै पनि डढाउँछ देखिसक्यो मिठो लभली रहेछ भेटेको त्यसले मलाई रामले बिस्तारै बोल्नु क्या देउताको बाला खाबा एक प्लेट धबारा आयो अनि त्यो कति चाहिँ मैले क्रिस्पो त्यहाँ नुडल्स बनाएर खायो भने मैले भनिसकेको थिएँ भन्दाखेरि नि क्यान्सल गरेको मैले पछि नुडल्स बनाएर खायो भने चाहिँ त्यही कटेज पोखरा होइन खाएर पेट्नु करायो चकराएको ठिक हो त देखिस् भन्नुहुन्छ अब कता देखेँ आउँदै हस्लो हो फेरि त भाग्यो बाघ आइछ क्या चराले अरे नाच्नु न बिन्दास टुरमा हिँडेको क्या त्यो लाइफ यस्तै हो भने हिँड्यो रिल्याक्स भएर गर्मी भएर हो क्या अब भयो उडेन हुन्थेन नाचेको पुतरा लगाइदिएर ट्राई गर्न लाग्यो क्या ल पऱ्यो डेटिङ आएको छ क्या दुइटा जादुको छप्पी क्या जादुको छप्पीमा आयो के किरा नि बजारमा आँचीले पायो फेरि के देख्यो कि त्यसले के सेन्स गर्यो क्या यस्तै साह्रो पिट्नु पऱ्यो नि छैन अवसर उडेको भएको जति सबै खाइसक्यो ला पानी खानु त ल पानी मग्रै खाएर गर्ने पानी पनि धेरै काम गर्छ नि बाबु नदिन पानी धेरै 5-7 दिन पानी खाएर बाँड्नु 2-3वटा रहेछ 3टा सिङ्गापुर बसेको अनि टुर आएको माउन्ट कैलाश जान आएको उता बाटो नहोलेर यता लिएर आएको देख सन्तोषी कितना फिटेन त्यो रहेछ नि त्यो भएपछि पुरै हड्डी भाँचिएको रहेछ च्याप्ने त्यो पावर क्यापेसिटी 3000 ओभर भनेपछि सोच्नु त मान्छेको जम्मा कति हुन्छ अरे टोक्दाखेरि कति 600 100 निस्किन्छ अरे गोहीहरूको 3000 हो अन्त त्यो टोकेर नि बटारिन्छ क्या त पार्न मिलिन्छ नि त्यो एउटा पर जङ्गली मुभी हेरेको थिएन त्यो बच्चाहरू कि पारेर आन्द्रा गोहीलाई दिन्थ्यो नि त्यो मुभी बच्चामा कुन मुभी हेऱ्यो कुन मुभी नाम भनेको यो त होस्टेलै हो नि बोइज होस्टेल हो कि गर्ल्स होस्टेल हो भन्ने कुरा भयो कि
उयो कति रहेछ त नहुँदैन ल यस्तरी है त त्यसको होइन यसको सिंह कम दुख्छ यिनीहरूको तर लुकेर त लान्छ होला नि होइन तर टिप्न पाउनु है भनेको जस्तो तिमीहरू भेटेर लिएर गयौ नि तिमीहरू हिँड्दा भेट्यो अब तिमीहरू ल त्यहाँ बुझाउने अनि त्यहाँ बेचेपछि त्यसमा पाउनेलाई चाहिँ त्यो अलिकति केही पर्सेन्ट 5% 10% दिने अनि त्यहाँ गएर विदेशी टन्नै किन लान्छ नि हो यहाँ कस्तो सोकिन्छ कतिको $1,000 त्यति लिन्छ है त्यो भनेको फाइदा हुन्छ यो लागि अनि संरक्षण गर्ने यिनीहरूलाई खाना होइन कि यहीँको मान्छेले दिने होइन यहीँको मान्छेले उस गर्ने अनि यहीँको मान्छेले त्यसरी गरेर बेचेर होइन अनि यहीँ दिँदा हामीले यस्तो गोजेर भात लिएर हिँड्नुपर्छ सम्राटले त जस्तो मासु लिएर हिँड्नुपर्छ हिजो पनि कति बेला मासु हाल्दै थियो गोजीमा होइन होइन पछि गयो जस्तो आइज movement भनेको झिलिमिली झुल्का बन्दीपुरको तातो सेलरोटी मिल्का पर obviously पर I guess my hands getting old bites. Bites मिठो छ के